दर्शकबिन कतारमा एक नेपाली टिकटक स्टार भारतीय अभिनेता सलमान खानसँग सेल्फी खिच्ने धुनमा स्थानीय सुरक्षाकर्मीको करप झ्यापमा परेका छन्। आफू सलमान खानको डाइहर्ड फ्यान हुँ भन्दै उनी भिड चिर्दै एकैछिनमा उच्च सुरक्षाबीच रहेका बलिउड स्टार सलमान खान नजिकै पुग्न खोजेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। बिग फ्यान सर, बिग फ्यान। विशेष कार्यक्रमका लागि कतार पुगेका सलमान खान सहित भारतीय गायक गायिका र अभिनेत्रीहरूकै बीच उनी अचानक भिडमै उफ्रिएपछि सुरक्षाले तत्कालै नियन्त्रण लिएको हो। तर एयरपोर्ट जस्तो कडा सुरक्षा क्षेत्रमै यसरी सेल्फीको लोभमा जानु सुरक्षाका हिसाबले बिल्कुलै जोखिमपूर्ण भएको जानकारहरूको टिप्पणी छ। भिडियो बाहिरिएसँगै सामाजिक सञ्जालमा सेल्फीका लागि यतिको जोखिम भन्दै चर्को प्रतिक्रिया आइरहेको छ।